नमस्कार सम्पूर्ण विद्यार्थी साथीभाइ बहिनीहरूमा आज हामी तपाईँलाई गुगल जिमिनाईको अर्थात् एआईको चाहिँ एडभान्स भर्जन फ्रीमा विश्वभरका स्टुडेन्टहरूको लागि चाहिँ जिमिनाईले चाहिँ उपलब्ध गराएको छ जसमा तपाईँले चाहिँ यो एडभान्स भर्जनमा चाहिँ जुन गुगल जिमिनाई 3.1 प्रो एडभान्स भर्जन भनेर भन्छ यो चाहिँ तपाईँले लगभग यसमा के हुन्छ भन्दाखेरि 400 जिबी चाहिँ क्लाउड स्टोरेज पाउनुहुन्छ तपाईँहरूले यसमा अनि तपाईँले जति पनि स्टोर गर्न सक्नुहुन्छ त्यो 400 जिबी भनेको धेरै हो लगभग 400 जिबीदेखि 1 टिबीसम्म अनि तपाईँले यदि किन्नु पऱ्यो भने वार्षिक रूपमा तपाईँलाई 34,000 पर्छ $240 भन्दा लगभग माथि नै पर्छ यसको मन्थली $5 लगभग 499 पर्छ जुन चाहिँ अहिले फ्रीमा उपलब्ध गराइरहेको छ गुगल जिमिनाईले यसको लागि विद्यार्थीहरूले चाहिँ कसरी लिने यसलाई चाहिँ होइन फ्रीमा चाहिँ तपाईँहरूले कसरी पाउन सक्नुहुन्छ भन्ने विषयमा आज कुरा गर्छु म तपाईँले यो पाउनको लागि तपाईँ स्टुडेन्ट हुनुपर्छ आइडी कार्ड हुनुपर्छ तपाईँको अथवा चाहिँ तपाईँ क्लास 10मा क्लास 11 क्लास 12 अथवा ब्याचलर तपाईँ चाहिँ जुन फ्याकल्टी बिबिएस बिबिए जुनसुकै फ्याकल्टी होस् या मास्टर गरिराख्नु भएको छ आइडी कार्ड छ कलेजको रिसिप्ट छ भने मजाले पाउँछ कलेजको रिसिप्ट ट्युसन फी अथवा तपाईँको चाहिँ आइडी कार्ड छ भने तिनवटा मध्ये एउटा मात्र चाहिने हो विकल्प हुन् ती तीनवटा एउटा चुज गर्नुपर्ने हुन्छ सो जस्तै अब हामी अब यसलाई कसरी लिने भन्ने विषयमा कुरा गर्छौँ म क्लेम योर स्टुडेन्ट प्लान फर 1 इयर एट नो कस्ट भनेको छ $0 चाहिँ पाउनुहुन्छ जस्तै तपाईँले मोबाइलको क्रोम ब्राउजरमा जाने अथवा गुगलमा जाने गुगलमा गइसकेपछि न्यू ट्याबमा चाहिँ केसले तपाईँ यदि ल्यापटपमा हुनुहुन्छ भने अथवा कम्प्युटरमा हुनुहुन्छ भने ल्यापटपमा हुनुहुन्छ भने चाहिँ गुगल क्रोममा जाने होइन अनि त्यसपछि मोबाइलमा पनि गुगल क्रोममा जाँदा हुन्छ होइन सो त्यसपछि यहाँनिर के सिलेक्ट गर्ने भन्दाखेरि GOOGLE गुगल GEMINI जिमिनाई OFFERING अफरिङ 1 YEAR PLAN प्लान भनेर भन्दा पनि भयो होइन अथवा अफरिङ फ्री 1 इयर प्लान भनेर यहाँनिर आउँछ यो सिलेक्ट गर्ने त्यसपछि जिमिनाई फर स्टुडेन्ट योर एआई स्टडी बडी फ्रम गुगल भनेर भनेको छ तपाईँले चाहिँ एडभान्स म्याथका क्वेसनहरू सबै सल्भ गर्न सक्नुहुन्छ कि एकदमै यो चाहिँ लग्नै पर्छ है सबैले अब यहाँनिर यसरी ओपन गरिसकेपछि यस्तो खुल्छ ड्यासबोर्ड गुगल जिमिनाई स्टुडेन्ट प्लान फर 1 इयर एट नो कस्ट भनेर भनेको छ अब तपाईँले 1 वर्षको लागि 0 कस्टमा 0 लागतमा चाहिँ लिन सक्नुहुन्छ जसमा यहाँनिर हेर्न सक्नुहुन्छ स्टडी विथ जिमिनाई एन्ड गेट अनलिमिटेड अपलोड योर ओन क्लास मेटेरियल तपाईँले आफ्नो क्लासको जति पनि मेटेरियल छ अनलिमिटेड अपलोड गर्न पाउनुहुन्छ स्टडी नोटबुक्स इन्टरेक्टिभ भिजुअलाइजेसन्स एन्ड जिमिनाई लाइभ भनेर भनेको छ विथ द फ्री अफ चार्ज स्टुडेन्ट प्लान कुनै पनि चार्ज तिर्नु पर्दैन फ्रीमा छ यो यु क्यान इभन अनलक हाइजर युज लिमिट भन्यो तिमीले चाहिँ हाई युजको लिमिटलाई चाहिँ अनलक गर्न सक्नुहुन्छ 400 जिबी स्टोरेज एन्ड भिडियो जेनेरेसन्स विथ जिमिनाई ओम्नी फर 1 इयर भनेर भनेको छ अब 400 जिबी स्टोरेज पाउँछ अब यहाँनिर यसलाई प्राप्त गर्नको लागि क्लेम अ स्टुडेन्ट प्लान एट नो कस्ट भनेर लेखेको छ यसमा क्लिक गर्ने यसमा क्लिक गरिसकेपछि यस्तो ड्यासबोर्ड खोल्छ अब यहाँनिर हेरौँ हामी युनिभर्सिटी स्टुडेन्ट एक्सक्लुसिभ अफर भनेर भनेको छ अब तपाईँलाई विशेष गरेर युनिभर्सिटीको लागि रहेछ है त अब तपाईँ चाहिँ स्टुडेन्टलाई क्लास 10 क्लास 12लाई पनि मजाले पाउँछ सकेसम्म विशेष गरी चाहिँ मान्यता चाहिँ तपाईँको युनिभर्सिटी स्टुडेन्ट एक्सक्लुसिभ अफर भनेर भनेको छ यिनीहरूलाई चाहिँ मान्यता दिन्छ है त विशेष गरी युनिभर्सिटीको स्टुडेन्टहरूको लागि हो अब यहाँनिर जुन यो $0 देखाएको छ यहाँनिर हेर्न सक्नुहुन्छ महिनाको कति पर्थ्यो यसको $499 पर्छ अर्थात् 1 महिनाको लगभग $5 12 पंचे 60 लगभग 34,000 त पर्छ है त यसको म्याक्सिमम अब यहाँनिर $0 मा चाहिँ भनेको छ हामी अब हामीले यो लिने हो अरूमा हामीलाई यो आवश्यक छैन सो गेट स्टुडेन्ट अफर लेखेको छ जुन यसमा क्लिक गर्ने अब यहाँनिर भेरिफाई स्टुडेन्ट स्टेटस भनेको छ यु विल बी रिडाइरेक्ट टु श्री आइडी टु भेरिफाई योर स्टुडेन्ट स्टेटस भनेर भनेको छ यसमा कन्टिन्यू गर्ने कन्टिन्यू गरिसकेपछि 1 सेकेन्डपछि तपाईँको चाहिँ नयाँ डेस्कबोर्ड खोल्छ यहाँनिर चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि कन्ट्री स्कुल अनि तपाईँको चाहिँ फर्स्ट नेम लास्ट नेम डेट अफ बर्थ माग्छ अनि इमेल आइडी माग्छ सुरुमा अब के गर्ने कन्ट्री सिलेक्ट गर्छौँ जस्तै NEPAL नेपाल लेख्ने तपाईँले यहाँनिर आफै आउँछ अब नेपाल लेखिसकेपछि तपाईँले अब स्कुलको नाम तपाईँ कुन कलेज पढ्दै हुनुहुन्छ जस्तै तपाईँ युनिभर्सिटी अन्तर्गतको विशेष गरेर हो यो जस्तै तपाईँ चाहिँ पशुपति कलेज होइन कहाँ हाम्रो चाबेलको पशुपति कलेज अथवा पुतली सडकको शङ्करदेव क्याम्पस अथवा रत्न राज्यलक्ष्मी क्याम्पस जो पढ्दै हुनुहुन्छ जस्तै मैले SHA शङ्करदेव क्याम्पस लेखेर मानौँ शङ्करदेव क्याम्पस सिलेक्ट गरेँ मैले यो सिलेक्ट गरिसकेपछि अब तपाईँको चाहिँ नाम माग्छ यहाँनिर जस्तै मैले नाम अघि राम राखेँ मैले RAM राम
कुँवर राखेर रामकुँवर नाम राखिदिए। तपाईँले आफ्नो नाम राख्ने, जे एक्ज्याक्ट नाम चाहिँ आइडी कार्डमा छ त्यही राख्ने है त, फरक नाम राख्न पाइँदैन। त्यसपछि डेट अफ बर्थ माग्छ, जस्तै मैले चाहिँ तपाईँको जनवरी तपाईँको चाहिँ 20/5 भनेर एउटा जन्ममिति राखेँ, मानव यो रामको जन्ममिति हान्ने तपाईँले। अनि त्यसपछि इमेल आइडी माग्छ। अब इमेल आइडी तपाईँले जे राख्दा पनि भयो है त, इमेल आइडी आफ्नो जे छ त्यही, कुन इमेल आइडीमा चाहिँ तपाईँ प्रयोग गरेर चलाउन चाहनुहुन्छ फ्रीमा होइन, त्यो इमेल आइडी प्रयोग गर्ने। जुन इमेल आइडीमा तपाईँ फ्रीमा प्रयोग गर्न चाहनुहुन्छ त्यो इमेल आइडी प्रयोग गर्ने। अनि भेरिफाई स्टुडेन्ट स्टेटस भनेको छ नि, यसमा क्लिक गर्ने। त्यसपछि भेरिफाई हुन्छ, यो एक सेकेन्डमा भेरिफाई हुन्छ। अब यहाँनिर नयाँ ड्यासबोर्ड खोल्छ, अपलोड प्रुफ अफ इनरोलमेन्ट भनेर भनेको छ। अब तपाईँले आइडी कार्ड, तपाईँको चाहिँ ट्युसन रिसिप्ट अथवा कलेजको चाहिँ फी तिरेको स्ट्रक्चर हुन्छ, जुन रसिद हुन्छ, त्यो ती तिनवटा मध्ये एउटा अपलोड गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर भनेको छ अपलोड प्रुफ अफ इनरोलमेन्ट भनेको छ, योर डकुमेन्ट अर कम्बिनेसन अफ डकुमेन्ट्स मस्ट इन्क्लुड भनेको संलग्न गर्नै पर्छ, हाल्नै पर्छ, अथवा त्यहाँ चाहिँ अपलोड गर्नै पर्छ भनेको छ। योर फुल नेम एज इट एपियर अन योर स्कुल रेकर्ड, तपाईँको नाम चाहिँ के हुनु पऱ्यो भन्दाखेरि स्कुलको रेकर्ड अनुसार राखेको हुनु पऱ्यो है। जस्तै तपाईँले अघि नाम हाल्दाखेरि जुन लेख्नुभएको थियो त्यहाँ र आइडी कार्डको नाम एउटै हुनु पऱ्यो भन्न खोजेको। द फुल अर एब्रिभेटिभ एकाडेमिक इन्स्टिट्युसन्स नेम अर लोगो भनेको छ, नेम र लोगो पनि एउटै हुनु पऱ्यो तपाईँको। प्रुफ अफ करेन्ट इनरोलमेन्ट सो बाई वान अफ द फलोइङ भनेर भनेको छ। अब यहाँनिर चाहिँ तपाईँले तिनवटा मध्ये एउटा अपलोड गर्नुपर्ने हुन्छ, प्रुफ अफ करेन्ट इनरोलमेन्ट सोन बाई वान अफ द फलोइङ भनेको छ, तलका मध्ये एउटा चाहिँ तपाईँले सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै पहिलो छ अ करेन्ट एकाडेमिक इयर अर करेन्ट टर्म डेट, अहिले भर्खरको तपाईँको चाहिँ अहिलेको भर्खरको डेट है त, डेट नसकिएको चाहिँ तपाईँको करेन्ट सिचुएसनको आइडी कार्ड छ भने होइन, त्यो अपलोड गर्नु पऱ्यो होइन। त्यसपछि अर्को चाहिँ एन इस्यु डेट विदिन द लास्ट 90 डेज, त्यो इस्यु गरेको 90 दिनभित्रको है त, 3 महिना अगाडिको हुनु पऱ्यो, 3 महिनासम्मको हुनु पऱ्यो लगभग होइन। एन्ड एक्सपाइरेसन्स है त, डेट द्याट हेज नट पास, त्यो एक्सपायर चाहिँ गएको हुनु भएन, एक्सपायर भएको हुनु भएन है त, यो एक्सपायर हुनु भएन, त्यो चाहिँ आइडी कार्ड अब कलेजमा पढिरहेको स्टुडेन्टको प्रायः एक्सपायर हुँदैन है। त्यसपछि तपाईँले यहाँ एड डकुमेन्टमा चाहिँ क्लिक गर्नुपर्छ। एड डकुमेन्टमा क्लिक गरेपछि तपाईँले आफ्नो एउटा चाहिँ त्यो फोटो, आइडी कार्डको फोटो हाल्नुपर्ने हुन्छ। जस्तै मैले सिटिजनसिपको फर इक्जाम्पलको लागि यहाँनिर हालेँ, मानौँ है त, इक्जाम्पलको लागि हालेँ हो, यसरी हाल्ने। त्यसपछि तपाईँले चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यहाँनिर सबमिट गऱ्यो भने 1 देखि 5 मिनटभित्रमा आउँछ, नत्र 1 घन्टा लाग्छ। 1 घन्टापछि चाहिँ तपाईँको यहाँनिर कन्टिन्यू भनेर तपाईँको चाहिँ एउटा मेसेज आउँछ। त्यो कस्तो मेसेज आउँछ भनेर म अहिले देखाउँछु, तपाईँले यहाँ भिडियोमा पनि हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको लास्टमा चाहिँ यस्तो मेसेज आउँछ, यो मेसेजमा तपाईँले चाहिँ कन्टिन्यू गर अफर भनेर, अथवा अफर चाहिँ रिसिभ गर भनेर चाहिँ तपाईँलाई चाहिँ मेसेज आउँछ। यो जुन कन्टिन्यूको बटन लेखेको छ त्यसमा तपाईँले क्लिक गरेर चाहिँ अफरलाई लिन सक्नुहुन्छ। अथवा कन्टिन्यूमा क्लिक गर्ने बित्तिकै तपाईँले चाहिँ त्यहाँनिर जिमेल चाहिँ 2-3वटा छ भने जुन जिमेल त्यहाँ हाल्नुभएको थियो त्यसलाई स्विच गरेर राख्नुपर्ने हुन्छ। स्विच अर्थात् त्यो सिलेक्ट गर्ने भन्छ, त्यसलाई सिलेक्ट गरेर राख्ने। अनि त्यहीमा चाहिँ गेटमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ होइन, गेट अफरमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि त्यो अफर अटोमेटिकली तपाईँले चाहिँ जिमेल खोलेर त्यो जिमेल लगइन गर्नुभयो भने जिमेल होइन, एडभान्स फिचरहरू सबै त्यहाँनिर जुन अपग्रेड पहिला देखाउँथ्यो त्यो सबै के हुन्छ त, तपाईँको सिलेक्ट गर भनेर मजाले चाहिँ ओपन भइसकेका हुन्छन्, तपाईँले मजाले चाहिँ पढ्न सक्नुहुन्छ। सो यसरी चाहिँ विद्यार्थीहरूलाई जति पनि अनलिमिटेड तपाईँले एकैचोटि सबै किताबलाई चाहिँ 1000 पानाको एकैचोटि अपलोड पनि गर्न सक्ने फिचरहरू उपलब्ध गराएको छ त्यहाँनिर तपाईँलाई होइन। अब अन्य आवश्यक कुराहरू तपाईँले चाहिँ मजाले जे आफूलाई आवश्यक पर्छ ती कुराहरू पनि त्यहाँनिर गर्न सक्नुहुन्छ। र एकदम महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि 400 स्टोरेज 400 क्लाउड स्टोरेज दिएको छ। यो नै सबैभन्दा ठुलो अफर हो तपाईँहरूको लागि, प्रयोग गर्न कसैले नछाड्नु होला। र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। आगामी दिनमा विद्यार्थीहरूको लागि हामी धेरै एकदमै इम्पोर्टेन्ट कुराहरू बनाइरहेका छौँ, तपाईँहरूलाई अपडेट गराउँदै गर्नेछौँ। सबैजनाले सब्सक्राइब गर्न नबिर्सनु होला। हस् त, धन्यवाद।